लगाउने छु। सो मलाई म यहाँ ग्लोभ्स किन लगाएको छु भने यहाँ चाहिँ हेर्न सक्नुहुन्छ म यति चाहिँ पिसेको छु पिसेर टाउकोमा लाउने छु किनभने यो हाम्रो बारीको हो कि यति धेरै लुगा चाहिँ छ। मैले यो ड्रेस जो कि मलाई सधैँ लगाएर जानुपर्छ हस्पिटल, यो ड्रेस धुन बिर्सिएँ। कसरी सुक्छ झन् यसको प्यान्ट यति मोटो। हेलो नमस्ते एन्ड गोड लागेको सबै के अनि फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो ब्लगमा। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाको साथमा आज फेरि म आफ्नो भिडियो स्टार्ट गर्न गइरहेको छु। सो साथीहरू आज चाहिँ सटरडे हो यानि कि शनिबार भएपछि हाम्रो चाहिँ छुट्टी हुन्छ। सो छुट्टीको दिन म के गरिरहेको छु हजुरहरूलाई देखाउने छु। सो म यहाँ ग्लोभ्स किन लगाएको छु भने म आज चाहिँ कपालमा मेहन्दी लाउने छु, त्यो पनि अर्ग्यानिक मेहन्दी रुखबाट पात टिपेर अनि यति मेहनत गरेर सिलौटामा पिसेर त्यसपछि कपालमा लाउने हो। किनभने साथीहरू मेरो कपाल धेरै नै ड्यामेज भइसकेको छ, त्यही कारणले अलिकति कपाललाई प्रोटिन दिनको लागि म मेहन्दी लाउँदैछु। सो अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ मैले यति चाहिँ पिसेको छु साथीहरू। यहाँ चाहिँ म आफ्नै हातले मेहन्दी पिसेर टाउकोमा लाउने छु किनभने यो हाम्रो बारीको हो कि यहाँ दिदीले रोप्नु भएको थियो बारीमा अनि त्यहीबाट अहिले टिपेर मैले ल्याएर धोएर त्यसपछि यहाँ पिसिरहेको छु सिलौटामा। अनि यसको पात पनि धेरै कोमल छ, नरम छ, छिटै पिसिन्छ पनि छिटै। अनि मैले चाहिँ यसमा मेथी पनि मिक्स गर्ने गर्छु। मेरो कपाल धेरै झर्छ नि त साथीहरू, त्यही भएर मेहन्दी कति दिनपछि 2 सालपछि म बल्ल यो मेहन्दी रुखको मेहन्दी लाउनु पाइरहेको छु, पातवाला मेहन्दी धेरै दिनपछि लगाइरहेको छु। पहिला त लगाइरहेको थिएँ गाउँमा उता घरतिर कहिले लगाइरहेको थिएँ। त्यसपछि चाहिँ हाम्रो मेहन्दीको रुख नि काटिदिनु भयो नि त घरमा मेरो, अनि त्यसपछि लाउन चाहिँ छोडिदिएको। अनि आज फेरि यहाँ घरपट्टिकोमा मेहन्दीको बोट चाहिँ छ अनि त्यही भएर टिपेर ल्याएको। अनि मैले आफ्नो हेयरमा नि कलर गरेँ, कालो बनाएँ नि त कपाल। अलिकति सुहाइरहेको थिएन कि कपाल कलर गरेको, अलिकति हस्पिटलमा बस्दाखेरि आफै अनकम्फर्टेबल फिल भइरहेको थियो मलाई। घाम पनि आएको छ अनि आज पनि म एक्लै भएँ किनभने मेरो साथी आज फेरि ड्युटी गएको छ। मेरो चाहिँ छुट्टी छ, उसको चाहिँ ड्युटी छ, एक्स्ट्रा ड्युटी गर्न चाहिँ उसलाई बोलाएको रहेछ। मलाई पनि भन्नु, म त भने म गर्दिनँ, सटरडे मलाई रेस्ट चाहिन्छ भनेर म नगएको। राम्रो हुन्छ कि एकदम राम्रो हुन्छ यो मेहन्दी। सो मैले खानासाना खाइसकेको छु। अलिकति अझै गर्छु अनि पुग्छ आजको लागि मेरो। अनि साथीहरू अब त गर्मी आइसक्यो है, कति गर्मी लाग्छ। बिहान अलिकति टिकको मौसम हुन्छ, त्यसपछि चाहिँ यति गर्मी हुन्छ। अनि प्लस मेरो फ्यान पनि कति बिस्तारै चल्छ कि, रुमको फ्यान पनि एकदम बिस्तारै चल्छ।
अनि बिचमा छ कि हाम्रो दुईटा खाट छ नि, एउटा खाट चाहिँ त्यो कुनामा छ, एउटा त्यो कुनामा, अनि बिचमा चाहिँ फ्यान छ, हावै दिँदैन। राति त फ्यान चलाएर हामी सुतेको ब्ल्याङ्केट माथिबाट। अनि आज चाहिँ म 8 बजे उठेको नि सुतेर, आज मेरो सटरडे थियो भएर। सो आज लुगाहरू पनि धुनु छ, धेरै कुरा गर्नु छ मलाई, किनभने आज मात्रै छुट्टी हुन्छ। अनि फेरि बहिनीकोमा नि आज जानुपर्ने हुन्छ। बहिनीले सामान पठाइदिएको छ उता घरबाट मेरो, अनि त्यही पिकअप गर्नु जानुपर्छ सामान। एक्लै जाँदिनँ अहिले, मेरो साथी आएपछि जाने हो। यो अफिस हो, सिलौटामा धार पनि छैन। यो मैले सिलौटा घरबाट ल्याएको छु मासुको बेला, यसमा मसला पिसेर खानलाई, किनभने मसँग मिक्सर छैन नि, त्यो भएर यसकै मसलाहरू खान राम्रो लाग्छ पिसेको। मिक्सरभन्दा राम्रो त यसमै पिसेको राम्रो। यति ठुलो ज्याम बनाएर के गर्ने, पिसेर पनि नखाने मसला त। यहाँ फेरि मोटाइसकेको छु। सो मैले कपाल नै धोइसकेँ, अब जाँदैछु म मेहन्दी लाउन कपालमा। अब जाँदैछु मेहन्दी लाउन कपालमा। लुगामा हुन्छ कस्तो चिन्छ धेरै हुन्छ होला जस्तो। म त यहाँ भिजेको कपालमा लगाएको छु। मुझे तुम बता दो कोई सी। सो साथीहरू, मैले चाहिँ यहाँ पनि ब्ल्याकबेरी चाहिँ बिहान लगाइसकेको थिएँ, त्यही भएर मेरो भिडियोमा नि आएको होला यो बडी कालो कालो जस्तो। मैले यसपालि कालो लगाइसकेको थिएँ। अनि म चाहिँ अहिले कस्तो लागिरहेको छु, साथ भोला बाबा जस्तो देखिरहेको छु। सो मेरो मेहन्दी अहिलेसम्म सुकिरहेको छैन, बुद्ध भगवान् जस्तो देखिरहेको छु त हौ म। हो माई गड। चाहिँ म मेहन्दी लगाएको थिएँ नि, अनि त्यही कपालहरू धोएर भर्खर धोएको हो नि त मैले। यार मैले त मेहन्दी लगाएर सुतिसकेको थिएँ, 2 घन्टापछि मैले कपाल धोएको। तर साथीहरू, मैले चाहिँ कपालमा चाहिँ बिहान सुरुमा चाहिँ कालो मेहन्दी लगाएको थिएँ नि त कपाल छोप्नलाई, कलर थियो नि त मेरो कपालमा। अनि कालो लगाएको अलिअलि हाइलाइट भएको ठाउँमा मात्रै मैले ब्ल्याक गरेँ। त्यसपछि मैले मेहन्दी पिसेर लगाएको नि, तर मेरो कुनै कपालै कालै भएको छैन त हो। के गर्नु, मेरो कपाल त कालै भएको छैन। कालो लगाएर के फाइदा छैन, कालो भएको छैन। त्यो भएर त्यो ठाउँमा मात्रै लगाऊ, किनभने मलाई कालो हातपट्टि मन पर्दैन कि, अलिअलि लाइटिङ कलर मनपर्छ। अनि यहाँ हाइलाइट भएको ठाउँमा चाहिँ कालो भएकै रहेछैन यार, धेरै दुःख लाग्यो मलाई। अनि अहिले चाहिँ 3 बजिरहेछ, किनभने म सुतिसकेको थिएँ नि, अनि भिडियो लिनै पाएन। अनि आज कामै थिएन,
छुट्टी थियो झन् मस्ते आजको दिन सुतेन भने कहिले सुत्ने थियो होला साथीहरू अर्को दिन त रेस्टै पाइँदैन त्यही भएर म चाहिँ आजै सुतेको तर साथीहरू मैले आज लुगै धुन्न बिर्सिसकेको थिएँ हेर्न सक्नुहुन्छ मेरो लुगा यहाँ मेरो यति धेरै लुगा चाहिँ छ मैले त यो ड्रेस जो कि मलाई सधैँ लाएर जानुपर्छ हस्पिटल यो ड्रेस धुन बिर्सिएँ कसरी सुक्छ झन् यसको प्यान्ट यति मोटो कसरी सुकाउनु अब म यसलाई सुकिहाल्छ है 4 बजेको छ सुक्छ कि सुक्दैन सुकिहाल्नु पर्ने हो सुकोस् त सुकोस् म चाहिँ सुक्न दिइहाल्छु धोएर अहिले सुकिहाल्छ आई थिङ्क सुकिहाल्छ अब यसलाई चाहिँ धोएर छिटो छिटो हाल्नुपर्छ किनभने सुकाउनुपर्छ मलाई अनि मेरो रुमको साइडमा स्कुल छ नि त कुन स्कुल छ अनि त्यही आज दिनभरि प्रोग्राम हुँदैछ नजिकै छ तर हामी गएनौँ हेर्न अरूको स्कुलमा के जानु हेर्न त्यही भएर गएनौँ हामी यहाँ चाहिँ मेरो साथीले लुगा धुन दिएको थियो उसको लुगा पनि सुकिसकेको छ लिएर जानुपर्ने रहेछ अथवा साथीहरू आजको दिन हजुरहरूको कस्तो बित्यो मेरो यस्तै बित्यो आजको दिन गइसक्यो 4 बजिसक्यो अब त भोलि फेरि जानु नै पर्छ आफ्नो काममा हप्तामा त एक दिन छुट्टी हुन्छ यति छिटो छुट्टी पनि बित्छ नि के भन्नु आजको दिन पनि मेरो गइसक्यो सो अब चाहिँ म के गर्छु मलाई भोक पनि लागिसकेको छ अलिकति भात छ त्यसलाई नै भुटेर खानुपर्छ नास्तामा पैसा पनि छैन अब खानालाई अहिले हाम्रो धेरै गाह्रो छ पैसा पनि छैन सो मेरो चटपट रेडी भइसकेको छ भुटेको भात अनि भुजा मिक्स गरेर बनाएको अनि मुलाको अचार नि छ म खाएँ ल तपाईहरु पनि आउनुस् ल खाएँ एक बाइट नाइस यो चाहिँ मुलाको अचार हो अमिलो छ मलाई भुटेको भात एकदम मनपर्छ तातोभन्दा पनि भुटेको भात मलाई मनपर्छ साथीहरू राम्रो राम्रो